हेलो एभ्रिवान, यहाँहरूलाई मेरो छोटो मिठो भ्लगमा अथवा भिडियोमा स्वागत छ। आज चाहिँ म आफ्नै घरमा भएका अथवा आफ्नो घर वरपर भएका फलफुल तथा तरकारीको बारेमा छोटो जानकारी सहितको भिडियो यहाँहरू समक्ष ल्याएको छु। यदि मन परेको खण्डमा लाइक, कमेन्ट एन्ड सेयर गरी सहयोग गरिदिनु होला। हुन त म भिडियो बनाउन त्यति जान्ने मान्छे चाहिँ होइन, तर पनि यसो फ्री टाइमको सदुपयोग गरौँ हैन। भिडियो बनाउनु चाहिँ मलाई रमाइलो लाग्छ, त्यसैले पनि यसमा चासो देखाएको हुँ। यदि मन परेको खण्डमा यहाँहरूले लाइक कमेन्ट गरिदिनु होला है त। आज के को बारेमा देखाउँदैछु भन्ने कुरा चाहिँ अब भिडियोतिरै जाउँ। लेट्स सी। यसलाई हामी रुख टमाटर भन्छौँ। यसको अङ्ग्रेजी नाम ट्री टमाटो हो। क्षेत्रगत रूपमा यसको उच्चारण गर्ने नाम फरक पनि हुन सक्छ, तर हाम्रोतिर यसलाई रुख टमाटर नै भनेर चिनिने गरिन्छ। विशेष गरेर यो टमाटरका धेरै फाइदाहरू छन्। अन्य बजारमा पाइने टमाटर भन्दा यसमा सामान्यतया विषाक्त औषधिहरूको कम प्रयोग गरिएकोले पनि यो स्वास्थ्यका दृष्टिले अति उत्तम मानिन्छ। यसका धेरै फाइदाहरू छन्। यसमा भिटामिन सी पर्याप्त मात्रामा हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता राम्रो राख्न सहयोग गर्छ। त्यस्तै यसमा भिटामिन ए पनि प्रचुर मात्रामा पाइने भएकाले आँखाको स्वास्थ्यका लागि पनि अति महत्त्वपूर्ण छ। त्यस्तै यसमा फाइबर पनि उत्तिकै पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ, जसले पेटको पाचन प्रक्रियालाई राम्रो बनाउन सहयोग गर्दछ। त्यस्तै यसमा पोटासियम लगायतका खनिज पनि पाइने भएकाले रक्तचाप नियन्त्रण गर्न सहयोग पनि गर्न सक्छ। त्यसैले यस्ता चिजहरू खोजी खाने गरौँ। यसरी यसको यति धेरै फाइदा हुँदै पनि आफ्नै करेसाबारीमा हुने टमाटरको किन प्रयोग नगर्ने हैन। अन्य टमाटरहरू विषादी अत्यधिक प्रयोग गरिएको हुन्छ भने यसमा चाहिँ विषादी नै प्रयोग नगरिकन उत्पादन गरिएको हुन्छ क्या। त्यसैले यस्तै टमाटरहरू चाहिँ खोजी प्रयोग गऱ्यौँ। तर यो ग्यास्ट्रिक भएको मान्छेलाई चाहिँ बढी प्रयोग नगर्नु भन्दो रहेछ। तर केही चिजहरू खाएर यसलाई मैले कतिपय ठाउँमा चाहिँ सलादको रूपमा पनि खाएको देखेँ हैन। तर हाम्रोतिर चाहिँ यसलाई अचारको रूपमा, चटनीको रूपमा प्रयोग गरिन्छ। चटनीको रूपमा केही चिजहरूसँग खाँदा नर्मल्ली मजाले हुन्छ। यसका यति धेरै फाइदा छन्। मैले पनि यो रिसर्च गरेर खोजेर पत्ता लगाएँ, मलाई पनि धेरै राम्रो लाग्यो। अनि अर्को कुरा, यो रुख टमाटर चाहिँ फल्दैन रहेछ, फलेपछि फल्नु जान्दैन रहेछ क्या। यहाँ हेर्नु न, उसको एउटा झुप्पा छ। अब यो हुनु त अलिक कलिलो हो, पाक्ने बेला भएको छैन, तर यो पाकेपछि हेर्नु त एउटै झुप्पामा कति धेरै फल्नु जानेको क्या। यो चाहिँ काँक्रो हो। यसलाई हामीले बिउका लागि राखेका छौँ। अहिले सामान्यतया काँक्रोको सिजन छ। प्रत्येकको घरमा यो समयमा काँक्रो फलेको पाइन्छ। काँक्रो खानुका धेरै फाइदाहरू छन्। बजारमा किनेको काँक्रो भन्दा आफ्नै बारीमा फलाएको काँक्रो खानु अति उत्तम हुन्छ, किनकि त्यसमा औषधिको प्रयोग गरिएको हुँदैन। सामान्यतया काँक्रामा धेरै पानी हुने भएकाले यसलाई खाँदा शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ। अनि फाइबर पनि उत्तिकै मात्रामा हुन्छ, जसले पाचन प्रणाली सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। अनि त्यस्तै भिटामिन सी के लगायतका भिटामिन पनि पाउन सकिन्छ। यसमा पोटासियम र अन्य खनिजहरू थोरै मात्रामा पाइन्छ, जो हाम्रो शरीरका लागि अति आवश्यक छ। अहिले आफ्नो करेसाबारीमा भएको यो काँक्रो सधैँ खाने गरौँ, किनकि यो मौसम अनुसार मात्रै पाउन सकिन्छ। बेमौसममा फेरि यसलाई प्राप्त गर्न सकिन्न। त्यसैले पनि अहिले भएको टाइममा खानु स्वास्थ्यको लागि पनि एकदम राम्रो मानिन्छ। यसलाई विविध तरिकाले खान सक्नुहुन्छ। कसैले सलादको रूपमा खानामा खानुहुन्छ, कसैले गर्मी भएको खण्डमा पनि यसलाई त्यत्तिकै पनि खानुहुन्छ। हस् त, आजलाई यति नै। यो भिडियोहरू कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर गरिदिनु होला है त।
भिडियो हेरिदिनु भएकोमा धन्यवाद।